भर्खर त प्रेग्नेन्सीको 6 मन्थ हुँदैछ। किन होला हौ मलाई यस्तो साह्रो पेट दुखेको? के भन्छौ? टोइलेटमा गएर हेरेको ब्लिडिङ पनि भइरहेको छ। अस्ति हस्पिटल जाँदा नर्सले के भनेकी थिइन् सम्झ त? प्रेग्नेन्सीको बेलामा पेट दुख्नु एउटा डेन्जर साइन हो। तपाईले यदि पहिलो 3 महिनामा पेट दुख्दैछ भने त्यो हुन सक्ने एबर्सन अथवा भइसकेको एबर्सनको संकेत हुन सक्छ। यदि दोस्रो तेस्रो 3 महिना भनेको सेकेन्ड ट्राइमेस्टर अर्थात 4th देखि 6th मन्थ अफ प्रेग्नेन्सीको बीचमा पेट दुखेको छ भने त्यो पनि प्रेग्नेन्सीको एबर्सनको साइन हुन सक्छ। अन्तिम 3 महिनामा यदि पेट दुखेको छ भने त्यो भनेको चाहिँ तपाईको प्रेग्नेन्सीको कम्प्लिकेसनको साइन हुन सक्छ। त्यसैले तपाईले प्रेग्नेन्ट भएको बेलामा कुनै पनि प्रकारले पेट दुखेको छ भने त्यति बेला आफ्नो नजिकैको स्वास्थ्य संस्थामा अवश्य सम्पर्क राख्नुहोला। अस्ति तयारी गरेर राखेको इमर्जेन्सी सुटकेस होला र केही क्याश बोकेर गइहालौँ हौ हस्पिटल।